Guys, welcome back to our vlog. तो आज हाम्रो बेन्टरमा पूजा चलिरहेछ। अब हामी पूजामा पनि जाने हो। आज भ्लग बनाउँछु मैले कति टाइम बाद। पानी पर्छ क्या आजकल त। गाइस संगम। गाइस मान्छेहरु त गाहन अरे अब। पनि के गर्ने अब। मान्छेहरु गाहन। मान्छेहरु टपरी सपरी लिन गएन रे। गाइस मान्छे एक्लै यस्तो उठ्किन्छ त्यसले नि सक्छ म किन सक्दिन। गाइस मान्छेहरु त आएनन्। गाइस हजुरले हेर्न सक्नुहुन्छ यता आज हामीले ब्याम्बु रोपेको। ब्याम्बु भनेको बाँस। यो बुवाले रोप्नु भएको बाँस। मान्छे छापा गाहने यार कहिले आउँछन्। उता गाइस पियुष पनि आदै हो। गाइस संकल्प पनि आए। उ गाइस उता पियुषको बाबा आउनु भयो। एउटा बाख्रा लिएर गाइस बाख्रा लिएर आउनु भयो। गाइस तर आज यो बाख्रा काट्ने हो। तर मलाई काट्न मन त हेरेको हेर्न छैन। तर अब यिनीहरुले काट्छन् अब के गर्ने। अब हामीलाई बोलाहान नि त मात्रै भएर आएको। त्यो बाख्रालाई काट्ने हो गाइसहरु। अब के गर्न सकिन्छ। गाइस अस्मिता पनि आइ। यहाँ धेरै जना भयो गाइसहरु। बच्चा बच्ची बाख्रा समात्ने हो। यो त सल्लाह भइरहेछ। सल्लाह भइरहेछ। जब बाख्रा काट्न गाइसहरु अब बाख्रा काट्न सुरु भयो। बाख्रा काटिन्छ अब। बाख्रा काट्ने बेला भयो गाइस। काटियो गाइस। गाइस काटियो। गाइस यार काटियो लास्टमा यार। ओ लायो लायो आरुसलाई। गाइस यता यिनीहरु खेल्न सुरु गरे। गाइसहरु अब बाख्रा त काट्यो। अब हामीले बाख्राको पूजा पनि गर्ने हो गाइस। चुप्ला चप्पल हसो गाइस। बाख्रा काट्दा यार तर मैले हेरे तर मज्जैको थियो तर। ए मा यिनीहरु बिचमा आएन यार हेर्नु त। के भयो। ए भिजे खै पुरै भिजे बिचरा। ओ कस्टम कस्टम लमाको त भाइ। ओ मा टोनी टोनी गाइस अब टिका लाउन हिँड्दै। टिका लाउने हो केटीहरुले हो कि हामीले पनि हो। हुन त हामीले पनि होला। केटीहरुले 20 हामीलाई 5। गाइस यो भिडियो बन्द गर्दै ल। आज बाख्रा पनि काटियो ल बाइ बाइ।
कस्ता यहाँ जुलिर ओ खेल्दैछन् छोरा कोही बार तर यिनीहरू खेलेका हुन् यो जुलीलाई हेर्नुस् त अघि भर्खरैदेखि लड्दै थिए अघि बुझेदेखि यति लडेर थियो अहिले खेलिरहन आरामले